हेलो नमस्कार साथीहरू। मलाई पनि आज सानो एउटा भ्लग बनाउन मन लाग्यो र मेरो नानी फुपूकोमा बसेर पढ्थी र ऊ स्कुल छुट्टी भएपछि अहिले एक्जाम दिएर घर आएकी छे। अनि नानी म सबैको भ्लग हेर्दा मलाई पनि बनाऊँ लाग्यो। मलाई कसरी बनाइदे न नानी भनेर नानीसँग सिकेको छु। आजको मेरो सुरु भ्लग तपाईहरुले सबैले सुरुदेखि हेरेर अन्तिमसम्म कस्तो हुन्छ के हुन्छ लाइक कमेन्ट सेयर गरिदिनु होला भन्ने आशा राख्दै म सानो प्रयास गर्दैछु। म बिहान उठेर खाना बनाएँ ओरे अनि खानासाना बनाइसकेर सुरुमा खानाहरू बनाएको आज मेरो बचत थियो साथीहरू। त्यो बचतमा मैले तपाईहरुलाई खाना बनाएको हाल्न सकिनँ। अब कुनै नेक्स्ट टाइममा खाना बनाएको पनि म प्रयास गर्छु। र म बिहान उठेर ओछ्यानको लुगाहरू मिलाउन थालेँ खाना बनाइसकेर। अनि ओछ्यानको लुगाभित्र बाहिर मिलाएर म घर बढार्न थालेँ। घर बढारिसकेर मैले बाख्रा निकाल्न बाहिर गएर बाख्रा निकाले सकेपछि हेर्नुहोस् है साथी, हाम्रो बाख्रा निकाल्ने बित्तिकै खोर बढार्ने कार्यक्रम हुन्छ। खोर बढार्न बिहानै भने भरे उल्ने बेलामा त्यत्तिकै हुन्छ। त्यही भएर म चाहिँ बिहानै उठेर खोर बढारेँ। खोर बढारिसकेर म गोबर ग्यास छ साथी हाम्रो, गोबर घोल्न थालेँ। अनि त्यतिकै गोबर घोलिसकेर मैले एउटा सानो गाई पालेको छु। त्यो गाईको थलो सफा गर्न थालेँ। गोबरहरू टिपेँ, गाई सफा गरेर हेर्नुहोस् है साथी, मेरो एउटा गाईको सानो बाछा पनि छ। थलो सफा गरेर म कलमा हात खुट्टा धोएर नानीहरूलाई खाना खुवाउनु पर्यो भन्दै आएको त आमा केरा खानु हुँदै रहेछ। अनि मैले नानी बाबुहरूलाई खाना पस्किएँ। मैले छोरोलाई चाहिँ अघि खाना पकाउने बित्तिकै खुवाइसकेको थिएँ। छोरोको चाहिँ एक्जाम थियो। अनि आज छोरोलाई एक्जाम दिन मैले लुगाहरू लगाएर रेडी बनाएर पठाएँ। त्यसपछि मैले बुवा आमा आउनुभयो। बुवा आमालाई खाना आउनु भनेर खाना दिन थालेँ। अनि हाम्रो बुवा चाहिँ एकदम नियमी हुनुहुन्छ। अब खाना थाल्नुभयो। त्यसपछि ठुली छोरी र म बाँकी रह्यौँ। नानीहरूको बाबा चाहिँ स्कुलको बस चलाउनुहुन्छ र उहाँ चाहिँ ढिलो खानुहुन्छ। उहाँलाई हर्केसमा खाना राखिदिएर हामी खायौँ। आमा छोरी खाँदै गफ गर्दै छोरीले चाहिँ बढार्न ओर्न मलाई सहयोग गरिन्। अब छोरी बढार्दै मैले धन्नासन्ना गर्दै गरेँ। आमा छोरी हामी गफ गर्दै अनि छोरीले बढार्न थालिन्। अनि त्यतिकै बढार्दै गइन्। मेरो यो ठुली छोरी अहिले 10मा पढ्दैछिन्। उसले घरमा आएको बेला मलाई धेरै मेरो छोरीले हेल्प गर्छिन् बढार्न ओर्न, खाना सब्जीहरू बनाउन। त्यसपछि हामीले भान्साको काम सकाएर लुगा धुन नानी बाबुहरूको लुगा भिजाएको थिएँ। अब दिनै धुनुपर्छ। सानो केटाकेटीहरू छन्, एउटा सानो छोरी सानो छोरा अनि ठुली छोरी 3टा मेरो नानीहरू। अनि त्यसपछि मैले नानीहरूको स्कुलको लुगाहरू पनि थियो र म लुगा धुन थालेँ। लुगा धुँदैछु। हाम्रो चाहिँ धारो छ, धारो राखेको छ। त्यही धारोमा सजिलो हुन्छ। पहिले चाहिँ म चाहिँ जहिले पनि सरफमा लुगा भिजाएर सरफमा लुगा धोएर लास्टमा साबुन लगाउने बानी छ मेरो। अनि त्यसपछि मैले बाहिर आँगनमा आएर मेरो लुगा सुकाउन थालेँ। सुरुको मेरो प्रयास हो साथीहरू। कस्तो हुन्छ के हुन्छ भएको छ भएको छैन तपाईहरुले मलाई सहयोग गर्नु नआएको मलाई सिकाइदिनुहुन्छ भन्ने धेरै मेरो आशा छ। हेलो, यति गर्दै मेरो बिहानीको काम एक बेलाको काम सकिएको।